मैले नबुझेको कुरा अहिले नयाँ जेनजी आन्दोलनपछि जतिसुकै जे चेन्जेस भयो देशमा होइन, नयाँ प्रधानमन्त्री आएपछि चाहिँ नयाँ चाहिँ सरकार आएपछि मैले नि बल्ल एउटा कुरा थाहा पाएँ कि यो सबैको भत्तै भत्ता हुँदो रहेछ होइन। तलब पनि हुने, भत्ता पनि हुने, त्यसमा फेरि अब कति पर्सेन्टले अब वृद्धि भएको हो भन्दाखेरि यो गर्नलाई त्यो गर्नलाई भन्ने। अनि सरकारले चाहिँ फेरि आफ्नो भत्ता चाहिँ थोरै गर्न सकिन्छ नि त। जस्तै अब बत्तीहरूमा, स्कुलमा, हस्पिटल सबैमा चाहिँ अब ट्याक्स लगाए बापत होइन, ती 3% 5% लगाए पनि फेरि आफ्नो भत्ता उसमा चाहिँ फेरि उसमा 21% लगायो भन्ने सुने मैले। त्यसमा पनि 2% 3% लगाए पनि हुन्थ्यो। फेरि त्यत्रो 21 खाना पनि चाहिँ के हो खास मैले नबुझेको कुरा होइन। यसो कसैले बुझ्नुभएको छ र केही छ भने मलाई अलिअलि यो सम्बन्धी चासो पसेको भएर चाहिँ यसो सिकाइदिनु होला होइन। यहाँ मसँग